हेलो साथीहरू नमस्ते। म चाहिँ अहिले छु केरला कोजिकोटमा। यो तपाईँहरूले देख्न सक्नुहुन्छ। आज म जाँदैछु अर्को ब्रान्चमा। स्वागत छ हजुरहरूलाई आजको मेरो अर्को नयाँ भिडियोमा। र त्यसै गरी म जाँदैछु अहिले चाहिँ आफ्नो अर्को ब्रान्चमा। र यो देख्नु सक्नुहुन्छ, यो चाहिँ मेरो होटल साइडको चाहिँ टाउन एरिया। र म चाहिँ यहाँबाट चाहिँ जानुपर्ने छ मेरो डेस्टिनेसनमा। र म जाँदैछु पानीझरीको लैलैमा लागेर पनि छेकछाक गर्दै पुगिसकेको छु म आफ्नो ब्रान्चमा। हेर्नु सक्नुहुन्छ। जाँदै मैले के देखेँ भन्दाखेरि कामहरू जोडतोडले भइरहेको थियो। अर्को ब्रान्चमा एउटा ओपनिङ छ अर्को महिना, त्यही भएर वहाँ चाहिँ काम जोडतोडले भइरहेको थियो। मैले योभन्दा पहिला पनि भिडियोमा ल्याइसकेको थिएँ। र यो सब फेकफाक गरेर चाहिँ मैले मेरो आफ्नो काम गर्नु थालेँ। म यो चाहिँ धुइधाइ पा काम सकेर चाहिँ निक्लेँ म आफ्नो ब्रान्चको लागि, अर्को ब्रान्चको लागि। र मौसमको मजा लिँदै म चाहिँ लागेँ आफ्नो घरतिर। र यो तपाईँहरूलाई देखाउन चाहन्छु भन्दाखेरि म चाहिँ अहिले देखाउँदैछु तपाईँलाई स्टेसन, यहाँको कोरिकोड स्टेसन। देख्दै देख्दै साथीले बजार पस्यो। बजारमा हेर्दाखेरि र मलाई मन पर्यो एउटा सानो मूर्ति राधाकृष्ण भएको, मलाई पुरै मन पर्यो। अन्त मैले लिनु भनेर सोचेको थिएँ, तर खल्तीमा पैसा थिएन। र अर्को भिडियोमा भेटौँला नेक्स्ट टाइम। तब तकको लागि टाटा बाई।